हेलो सबैजनालाई हेलो सबैजनालाई नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले हाम्रो घरमा के फलफुल छ त हैन, अब हाम्रो घरमा भएको फलफुलहरू के छ त भनेर तपाईलाई चाहिँ देखाउन गइरहेको छु। हाम्रो घरमा भएको फलफुलहरू अथवा फुलहरू के छ म सब तपाईलाई देखाउन गइरहेको छु। हाम्रो घरमा चाहिँ तपाईको हलुवा बेत हैन, अब कागती, निबुवा, किफ, सुन्तला, अम्बा, बेलाउती हैन देखि लिएर हरेक कुरा फलफुल छ। अब यो चाहिँ हाम्रो के भन्छ अरे अम्बाको बोट हो, के अरे सुन्तलाको बोट हो। यो चाहिँ लगभग कति फलेको थियो, झरेर अहिले एक दुई जना मात्रै छ के अरे त्यहाँ माथि है, भित्र हेऱ्यो भने छ के अरे। यो चाहिँ सुन्तलाको बोट हो। अनि त्यहाँबाट आएपछि हाम्रो यहाँ कागतीको बोट छ। यो कागतीको बोट हो यो है, कागतीको बोट छ यहाँ। अनि घरमा अब अलिअलि बसिसकेपछि मौरी पनि पालन गरिएको छ। मौरी यहाँ छ। यो एक घार दुई घार छ हैन। यो चाहिँ खानको लागि मात्र हो तपाईको। अनि त्यो गएर यहाँ फेरि हाम्रो यो चाहिँ भन्छ, यसलाई चाहिँ के भन्छ, मेवाको बोट हुर्किँदैछ। यो मेवाको छ। अनि यो यहाँ आएर यो लिचीको बोट यत्रो भइरहेको छ। यसपालि लगभग 10-12 कति फलेको थियो। लिचीको बोट हो यो। अनि लिचीको बोट। अनि यहाँ गएर हलुवा बेत है, हलुवा बेत हो यो। हलुवा बेतको बोट फलेको छ यहाँ माथि। टुप्पा हेऱ्यो भने माथि छ। माथि उहाँ माथि देख्न सक्नुहुन्छ, माथि छ। माथि हलुवा बेतको बोट हो यो। अनि त्यही हो, यो हलुवा बेत बोट हलुवा बेत फलेको छ। एउटा दुईटा गरेर फले, किलो पनि छ है। अनि हलुवा बेतको बोट हो यो। अनि फुलहरू यस्तो छ, बगैँचा है फुलहरू। अनि यो चाहिँ किप भन्छ नि हाम्रोतिर, यसलाई किप भन्छ। यहाँ किप फलेको छ। त अघि नि मैले स्टोरी पनि हालेको थिएँ। किप एउटा दुईटा तिनटा चार पाँचवटा कति फलेको किपको बोट हो यो है। यो चाहिँ लिची है गाइस, यो लिची हो। यो भइसक्यो रे लिचीको बोट। अनि त्यसपछि गएर यो कागती हेर्नु, यो कागतीको बोट भयो। यो फुलहरू पनि टन्नै हुन्छ हाम्रो। यो बेच्नलाई केही पनि होइन, घरमा खानलाई गर्नलाई चाहिँ यो युज गरिएको हो यो है। यो अब त्यही खास बेच्नको लागि होइन, आफै हुन्छ यो फुलहरू। यो कागतीको बोट हो यो। यहाँ घिरौला हेर्नु न कस्तो भयो घिरौला। यो कागतीको बोट हो। एउटा दुईटा तिनटा चार पाँचवटा सबै कागतीको बोट हो बारीमा चाहिँ। अनि त्यो एभोकाडोको बोट है यो देखिरहेको एभोकाडोको बोट हो। केराहरू टन्नै छ तल, केराको बोटहरू। केरा भयो, यो कागती फुलहरू छ होइन। टमाटर धरि हुन्छ क्या टमाटर। यो बेलामा टमाटरले हेर्नु न यहाँ कस्तो दामी फलेको टमाटर। यो टिप्नु पर्ने। ओहो धेरै पाकेको रहेछ है टमाटर। यहाँ भित्र टमाटर पाकेको छ। यो फुलहरू भयो, यो लिचीको बोट। अनि त्यहाँबाट यहाँ अहिले हामीले चाहिँ यो नर्मल घरमा आफूलाई खानको लागि मात्रै आलुहरू रोपिएको छौँ। आलु यो चाहिँ बकुल्लाहरू आलुहरू रोपेको छौँ। अनि यो अम्बाको बोट छ है यहाँ। यो अम्बाको बोट, यो अमिलो, यो पनि अमिलो हो। यो अम्बा ल्याउने कस्तो फलेको छ अम्बा यस्तो फलेको छ अम्बाको बोट। यो चाहिँ अम्बा यस्तो पाक्छ क्या। अम्बा यस्तरी पाकिरहेछ अम्बा। हेर्नु बोटै भएछ माथि पयाल फुल भएको छ, भैँभा झरेर यस्तो हुन्छ। अनि अब हाम्रो अहिले भनौँ न मकै धरि हुन्छ क्या। मकैले हेर्नु, मकै यो घरमा खानको लागि मकै रोपिएको छ। मकै यो भिन्डी यो। अनि तपाईँको यस्तो कम छ त यहाँ बोरी हेर्नु लटजुत। यो बोट त पुरै अम्बाले गर्दाखेरि चाहिँ तपाईँको लच्केको छ क्या। पयाल एउटा पाकिरहेको छ होइन। यो चाहिँ अम्बाको बोट हो। अम्बा यस्तरी फलेको छ। उता केरा घारी छ हाम्रो, सबै केरा बगैँचा। यो बारीहरू सबै केरा हो। यहाँ केरा छ, उता केरा यो एभोकाडोको बोट हो यो है, एभोकाडोको बोट। अनि केरा हो, त्यहाँ पनि हल्लो बेच छ। अनि अम्बाहरू यस्तरी पाकेको छ रुखमा। हेर्नुहोस् यहाँ यो अम्बाको बोट भयो। अनि त्यसपछि अम्बा यो भएपछि अब यहाँबाट गएर फेरि यो आँपहरू बिस्तारै हुर्किँदैछ, आँपको बोट। अनि यहाँ कागती है, यो कागती छ। अब कागतीको बोट नि म तपाईँलाई देखाउन चाहन्छु है। कागती चाहिँ सानो फलेको छ यहाँ। मैले चाहिँ अहिले सानो देखेँ, हेर्नु कति फलेको छ यो कागती।
कागती छ यो। अनि यहाँ भित्रभित्र चाहिँ यस्तो फलेको रहेछ नि, हेर्नु न। हरियो हरियो दाना थियो, देख्नुभयो नि यहाँ। यता भित्रभित्र टन्नै छ, देख्नुभयो यो टन्नै छ। यहाँ हेर्नु एउटै हाँगामा 2-3टा छ। यो कागतीको बोट भयो। तपाईँ खान सक्नुहुन्छ, खान चाहनुहुन्छ भने सम्झिनु मलाई है। हाम्रो अब धेरै उनी होइन, सबै कागतीको बोट हो यो। अनि यो मकैहरू टक्क लगाएको छ आफूलाई खानको लागि। मकै उखु थाहा छ? उखु छ है। उखु खानको लागि 3-4 बोट टक्क आफूलाई पनि चाहिने त्यो उखुको बोट। उखु, योलाई उखु भन्छ। अब उखुको बोट यो भइसकेपछि तपाईँको अर्को खुर्सानी छ। ल हेर्ने, यस्तो रातो छ बोटमा खुर्सानी। ल हेर्नु त, खुर्सानी नफल्ने भने केही छैन क्या। हाम्रो यो जुन ठाउँ घरमा नफल्ने भने केही छैन। ल हेर्नु खुर्सानी कसरी फलेको छ। अनि यहाँ आएर अमिलो, यसलाई चाहिँ निबुवा पनि भन्छ के अरे, अमिलो, चुक अमिलोको बोट हो यो। यत्रो छ बोट पनि, धेरै ठुलो छ यो, डेन्जर छ बोट। यहाँ तपाईँलाई म सानो बनाएर देखाउँछु है। यो बोट धेरै सानो पनि छ यो बोट। अनि फलेको त्यस्तै छ यो है। ल हेर्नुहोस्, यस्तो लटभुट यसको चुक अमिलो जस्तै पानीपुरी चटपटेहरूमा हरेक कुराहरूमा चुक अमिलो हाल्ने भन्छ नि, चुक अमिलो यस्तो फलेको छ। हेर्नु दाना नि कति ठुल्ठुलो छ। यत्रो बोटै यहाँदेखि लिएर यत्रो छ यो बोट, यति ठुलो छ बोट, यस्तो फलेको छ। चुक अमिलो है, यसलाई चुक अमिलो भन्छ। चुक अमिलो होइन। अब तपाईँहरूतिर के भन्छ कमेन्ट गर्नु होला। अनि त्यही हो, खुर्सानीहरू यस्तो छ, हरेक कुराहरू छ कि यहाँ त। अब यता यो आँपघारीहरूको, यो पुरै आँपघारी केरा पनि छ होइन। आँपहरू छ यहाँ, आँपहरूको बोटहरू छ। खुर्सानी यस्तो भयो। अनि यो निबुवाको बोट यति ठुलो छ, वहाँ माथिदेखिबाट यहाँसम्म निबुवाको बोट छ। अनि उखु यहाँ छ। अब यो सानो सानो उयोहरू रोपिँदैछ अहिले, यहाँ बकुल्लाहरू भन्छ होइन। अनि अम्बाको बोट उस्ती छ। यो गाइस, यो कागती भयो। कागती यस्तो छ कागती। यो लटझुट फुल्या यहाँ भित्रभित्र, मैले नदेखाएर रहेछु अघि है। भित्रभित्र एकदम फल्या रहेछ, एकदम फल्या रहेछ। अनि त्यही हो। अनि अर्को अब भिन्डीहरू, तरकारीहरू पनि सानो हुनु भइरहेको छ। अनि यसलाई चाहिँ के भन्छ, कर्कलो भन्छ। अनि यहाँ पनि छ है अम्बाको के बेलाउतीको बोट यहाँ छ, यति ठुलो छ माथि टपमा है। अनि यही हो अम्बाको बोट यो भयो। अम्बा यस्तो फलेको छ। सबै यो हाँगाहरू लुचिने गरी फलेको छ। ल यही हो गाइस, हाम्रो घरमा फलेको यो झरेर हेर्नु कस्तो भएको छ, भुइँभरि झरेर एकदम यस्तो भएको छ। त्यही हो, अब हाम्रो घरमा भएको चिजहरू मैले तपाईँलाई देखाएँ। फलफुलहरू टन्नै छन् हाम्रो घरमा, अरू छन्, एभोकाडोहरूदेखि लिएर सबै छ है। अब सबै देखाएर साध्य पनि लाग्दैन भिडियोमा। ल यही हो, यतातिर यो कागतीहरू सबै फुलहरू त्यस्तै छ। अनि यो चाहिँ लिची भयो होइन। ल ओके गाइस, किप सपोर्ट, किप वाचिङ होइन। यति सानो बोटमा नि कस्तो फलेको कागती हेर्नु न। यहाँ बोट सानो छ होइन, यहाँ भित्रभित्र कागती देख्नुभयो, त्यहाँ फलेको छ। यता फुल फुलिरहेको छ होइन, फुल फुलिरहेको छ। यहाँ कागती यसरी फलेको छ, भित्रभित्र सानो बोटमा नि टन्नै फलेको छ। ल ओके बाई बाई, ल गुड नाइट।